आज मिति 2082 साल जेठ महिनाको 16 गते उभौली लागेर पनि अन्तिम हुन आँट्यो। किनात्र याखा साकेला पाक धरान क्षेत्रमा मकैको ठाङ्ग्रा नझारिएकै अवस्था छ। अब बिउ बिजन पोख्ने बेला भयो, बारी बिरुवा रोप्ने बेला भयो। अब चाहिँ यो ठाङ्ग्रा पनि झार्नुपर्छ होला। गोठ कटेरो बन्दैछ, टहरो छहरो बन्दैछ। भोलि चाहिँ 5085 यसले तङ्गे अथवा विक्रम सम्वत 2082 सालको साकेला चाड सम्पन्न हुँदैछ। सम्पूर्ण महानुभावहरू सहभागी हुनुहोला। यो पर्व परापूर्व कालमा पुर्खाहरूले उँभोतिर लेकतिर चढेर पहाडतिर लागेर खेतीबाली लगाउने समय हो। त्यो अवसरमा मनाइने पर्व हो। तपाईहरु यो धरानमा आफ्नो पिता पुर्खालाई सम्झँदै प्रकृतिलाई पूजा गर्दै रमाउने चाडमा सहभागी हुनुहोला। हजुर नमस्ते। नमस्ते। ओहो 15 ल ल साँच्चीकै घर लिप्नु भएछ लु हाम्रो चेलीले। ल आमा लेना छेनाले जस्तै गरी लिपिराख्नु भएको छ। विधिवत पूजा आराधना शुभकामना आदान प्रदान कार्यक्रम साकेला प्रस्तुति रहने यो कार्यक्रममा धरान 15ले पनि आफ्नो पूजा स्थल, आफ्नो भेटघाट स्थल तयारी गरिराख्नु भएको छ। यो वर्ष उहाँहरूको प्रगति उन्नति समृद्धि उन्मुख होस्। पितृपुर्खाहरू आशीर्वाद दिउन्। यसो भनिरहँदा पितृपुर्खा देवी देवता र प्रकृतिले उहाँको पौरखलाई साथ दिउन्, उहाँको उत्साहलाई अझै थप ऊर्जा थपुन् र मृत्युको लागि उहाँहरूको फड्को सहज रूपमा सरल रूपमा व्यवस्थित रूपमा खाना चढेर छाउनु न। ल कुनै समय उजाड बन्जर ठाउँ यो किराँत यायोखा नेपाल शेर्पा सङ्घ र सुनवार सेवा समुदायले आफ्नो मौलिक चाड उभौली उँधौली मनाउन तत्कालीन धरान नगरपालिकाबाट स्वीकृति लिएर अनुमति पाएर व्यवस्थापनको कार्य गर्दै आएको। रुख बिरुवाहरू रोपिएको सकेका छन्। फुलबारीहरू बगैँचाहरू आवश्यक ठाउँमा निर्माण हुँदै गएका छन्। पूजा गर्ने थानहरू उत्तिनै टहरो बनिएको छन्। धारा पँधेराहरू व्यवस्थापन गरिएको छन् र अहिले पछिल्लो अवधिमा नेपाल सरकारबाट बोटानिकल पार्कको रूप दिनको लागि सहयोग समेत भएको हुनाले यो पार्क खातालाई अलिकति बढाउन लागि पाइएको छ। संस्कार संस्कृतिलाई ममता दर्शाउनेहरू थुप्रै हुनुहुन्छ। आज साकेला चाड 2082 को अघिल्लो दिन यो साकेला पार्क खाता सरसफाइ गर्न धेरै महानुभावहरू जुटिराख्नु भएको छ। एक्सकाभेटरहरू पनि प्रयोग गरिएको देखिएको छ। यस्तो सकारात्मक कार्यमा रचनात्मक कार्यमा हातेमालो गर्न जुट्नुहोला। साथ सहयोग गर्न पछि नपर्नुहोला। किनाराबाट 20 फुटे व्यवस्थित बाटो अगाडि बढाउने गरी अथवा किराँत यायोखा जिल्ला कार्य समिति र नगर कार्य समितिको पहलमा संयोजनमा अगुवाईमा इनिसिएसनमा यो 20 फिटे व्यवस्थित सडक निर्माण हुने गरी अब यो पार्कलाई पुनः घेराबारा सरसफाइ र व्यवस्थित गरिँदैछ। संलग्न सम्पूर्ण महानुभावहरूको योगदानलाई समयले सम्मान गर्नेछ, सन्ततिले सम्झिनेछन्। यो सुनौलो इतिहास बन्नेछ। विशेष पूजा थान पो तयारी भएछ त। कति नम्बर यो चाहिँ? ए इटरी 5। ए तल 1 नम्बर छ। हजुर म धरान नै हो। आज तयारी हुँदैछ भनेर
के कसो छ भनेर यसो हेर्न आएको ल तपाईँहरूलाई शुभकामना है यो वर्ष प्रगति उन्नति समृद्धि उन्मुख होस् ल सर ल वातावरणमा झ्याप्पै हरियो टुसा मुना पलाएको छ पालुवा पसिसकेको छ फाँडफुँड भएर ग्यास जुस डढाउने काम भइरहेको छ यो चाहिँ कति नम्बरको तयारी इटरीबाट अनि यसरी तयारी गर्दै हुन्छ सुनसरीभरिकै किराँत राई समुदायको सहभागिता रहने यो 2082 सालको साकेला उत्सव भोलि भव्य रूपमा सम्पन्न हुनेछ अर्को साकेला सांस्कृतिक सिन अगाडि आइपुगेको छ खोइ आसपास सरहरू ल वडा कार्य समिति धरान 9 र 10 ले साकेला खिम तयारी गरेर अन्तिम सजी सजाव गर्दै हुनुहुन्छ आकाशमा बादलले अलिअलि ढाकेको छ सरसफाइ भइरहेको छ ग्यास डढाउने काम भर जलाउने काम भइरहेको छ सरसफाइको काम निरन्तर अगाडि बढिरहेको छ सेवा 20 नम्बर यता ओहो मणि सेवा ल आरामको चलाएको आज अन्तिम तयारी हुँदैछ भने 20 नम्बर कुन चाहिँ यो खिम चाहिँ कसको यो खिम यो चाहिँ कसले बनाउनु भयो 18 को होला व्यक्तिले भनेको हामी चाहिँ उतापट्टि यो 18 हो र 17 को 18 को उतापट्टि हाम्रो यो 17 को यो चाहिँ मेवाङ सरी यो साकेला पार्क हतामा सुनसरीको विभिन्न ठाउँका किराँत राई आयोगका समितिहरू पाल्नु भएको छ तयारी भइरहेको छ भोलि अत्यन्तै सभ्य भव्य रूपमा साकेला सम्पन्न हुनेछ पानीको थाक व्यवस्थापन अथवा व्यवस्था भइसकेको हामी देखिरहेका छौँ औपचारिक कार्यक्रमका लागि मञ्च तयारी भइरहेको छ साकेला पुस्तकालय तथा अध्ययन स्थल हामी देखिरहेका छौँ यस्तै साकेला यो मञ्च हाताको उत्तरतर्फको प्राङ्गण हामी देखिरहेको छौँ यो उत्सवमा यो चाडमा आफ्ना अग्रजहरू संस्कृति प्रेमी महानुभावहरू आफ्ना लालाबालाहरू र राम्रो रमाउन चाहने युवा युवतीहरू पनि सहभागी हुनुहोला।